भावनात्मक चुनौतीहरू दैनिक जीवनको एक प्राकृतिक भाग हुन् जसले सबै उमेर र पृष्ठभूमिका मानिसहरूलाई असर गर्छ। यी चुनौतीहरू तनाव र निराशादेखि लिएर उदासी वा चिन्तासम्मका हुन सक्छन्, जुन प्राय काम, सम्बन्ध वा अप्रत्याशित घटनाहरूबाट उत्पन्न हुन्छन्। मानसिक स्वास्थ्य कायम राख्न र अरूसँग स्वस्थ अन्तर्क्रियालाई बढावा दिन भावनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नु महत्त्वपूर्ण छ। कठिन भावनाहरूसँग सामना गर्न रणनीतिहरू विकास गरेर व्यक्तिहरूले दैनिक अवरोधहरूलाई अझ बढी लचिलोपन र स्पष्टता साथ पार गर्न सक्छन्। भावनात्मक चुनौतीहरूलाई बुझ्नु र सम्बोधन गर्नु सन्तुलित र पूर्ण जीवन बिताउने दिशामा एक आवश्यक कदम हो। त्यसैले भावनात्मक कुराहरूलाई विशेष ध्यान दिइकन त्यसलाई सही रूपमा व्यवस्थापन गर्न सक्यो भने जिन्दगीमा धेरै कष्टहरूबाट बच्न सकिन्छ।